Hello, namaste, good morning, and welcome to my daily vlogs. र आज चाहिँ तपाईँहरूलाई म एउटा एकदमै बेस्ट इन्फर्मेसन दिनु जाँदैछु किनकि अहिले चाहिँ नेपाल लगायत विश्वभरि नै फुटबलको चाहिँ होइन महाभारत भइरहेछ वर्ल्ड कपमै भनेको छ भनौँ न। र मैले पनि धेरै नै दुःख पाएँ क्या, अब टिभीमा हेर्न गाइँदैन होइन, अनि आफ्नो मोबाइल ह्यान्डसेटमा हेर्नुलाई त अब धेरै नै सजिलो हुन्छ त, जहाँ गए पनि अनलाइन हेर्नु पाइन्छ। र तपाईँहरूलाई धेरै अनलाइनले चाहिँ फ्रडहरू दिइरहेछ, पैसाहरू तिरेर चाहिँ तपाईँलाई वेबसाइटमा चाहिँ पैसा तिरेर चाहिँ हेर्नु। तर तपाईँहरूलाई म एउटा यस्तो वेबसाइट दिन्छु जहाँ चाहिँ तपाईँले 1 मिनटमा होइन, सजिलैसँग 1 मिनटमा तपाईँहरूले चाहिँ यो वर्ल्ड कप चाहिँ भिडियो हेर्न सक्नुहुन्छ है त। ल त्यो चिज छ तपाईँको यो हेर्नुहोस्, यहाँ क्रिकी एफआई टिभी भनिन्छ। यसलाई चाहिँ के गर्नुहुन्छ भने तपाईँ क्रोमोमा जाने, क्रोमोमा गएर यसलाई डाउनलोड गर्ने है त। क्रोमोमा गएर यसलाई चाहिँ यो क्रिकी एफआई टिभी भने डाउनलोड गर्ने। डाउनलोड गरेर चाहिँ यसरी एप्स आउँछ है, हेर्नुहोस् है। यो एप्स चाहिँ मैले पहिला नै मैले डाउनलोड गरिरहेको छु। र अब यो एप्स खोल्छु। यो एप्स खोल्दाखेरि कसरी भिडियो आउँछ यहाँ हेर्नुहोस्। अहिले लाइभ चलिरहेछ इराक र इरान र कुन चाहिँ चलिरहेछ हेर्नुहोस् है। यहाँ यसरी पेज आउँछ होइन, यसरी पेज आएपछि तपाईँको यहाँ, अनि यहाँ यसरी पेज आएपछि तपाईँको अनि यहाँ फुटबलको यहाँ लोगो छ। यसरी फुटबलको लोगोमा टच गरेपछि यहाँ तपाईँको हेर्नुहोस्, इरान र न्युजिल्यान्डको चाहिँ अहिले लगभग मैले 2 घन्टा 10 मिनट रहेछ, लगभग सक्नु लाग्छ यो गेम। अब म ओपन गर्दैछु, हेर्नुहोस् है। यसरी चाहिँ अब तपाईँको गुगलमा डाउनलोड गरेपछि यसरी यो एप्स खोलेपछि यसरी आउँछ तपाईँको। अनि यहाँ लाइभमा जाने, अनि त्यसपछि यो तपाईँको अब लेटेस्ट मोबाइल छ भने 4Kबाट पनि हेर्न सक्छ। मेरो चाहिँ लेटेस्ट छैन, यो मैले त्यसरी टिएसएन स्पोर्ट्समा गएँ होइन। यसरी सिलेक्ट गर्छु म, अनि यसरी सेलेक्ट गरेपछि हेर्नुहोस् यहाँ आइहाल्छ तपाईँको यो एचडी क्वालिटीमा टक्क आउँछ। अहिले अब फुटबल सकिएको छ होइन, टक्क यसरी आउँछ। यसरी चाहिँ तपाईँ चाहिँ फ्री निःशुल्कमा चाहिँ हजुरहरूले चाहिँ घरमै बसी मोबाइलमा सिर्फ वाइफाई जोडेपछि तपाईँले वर्ल्ड कप हेर्न सक्नुहुन्छ है त। लगभग यो गेम सिद्धिन्छ। अब नेक्स्ट गेम चाहिँ तपाईँहरूले हेर्नु होला। अहिले वर्ल्ड कप यसरी हेर्न सक्नुहुन्छ। लगभग अहिले वर्ल्ड कप सकिन्छ लाग्छ हेरेको छैन होइन। हस् त, वेलकम। केही समस्या भने कमेन्ट गर्नुहोस्, डाउन गर्नुहोस्, म तपाईँहरूलाई त्यहाँ कमेन्टमा गरिदिन्छु। र मेरो ब्लगलाई सब्सक्राइब लाइक गर्दै गर्नु होला। र लेट्स सेलिब्रेट द वर्ल्ड कप है त। गेम सिधै छ। आई थिङ्क 1-1 2-2 पो भएछ। मैले अघि 1-1 भएर हेरेको थिएँ, अहिले 2-2 गोल भएछ। ल सक्यो। नेक्स्ट अब भरे बेलुका 12 बजी समथिङ हुन्छ ल, त्यो वर्ल्ड कप हेर्नु म्याच। यो अहिले नै डाउनलोड गर्नु होला है त। फेरि एकचोटि म यसको चाहिँ यो हेर्नुहोस् है, एप्स क्रिकी एफआई टिभी भन्ने छ। यो चाहिँ वर्ल्ड वाइड फ्री हुन्छ है त। हस् त, धन्यवाद।